तल निस्केर आइरह्यो त्यो बोटी बुढोबाट बोटी बुढो त अब जिउ बाँधेर बसेको छ बोटी बुढोसँग आएर लडाइँ खेल्थ्यो अरे लडाइँ दुईटाको हारजित भएन अरे है धेरै बेर भयो अरे धेरै बेर एउटा आइमाईले त्यस्तैमा घर रहेछ अरे एउटा आइमाईले हेरिरहेछ अरे है हाराजित तिनीहरूको नभएर त्यो बोटी बुढालाई नै लडाउन आँटिसक्यो रे आँटेपछि त्यो आइमाई गर्दै आइदिए रे र त्यो चुरा बजाउँदै आइदियो भने त्यो भने अनि त्यो बोटी बुढोलाई यसो यसो गर्दाखेरि बोटी बुढोले देखेको यो खोक्रो थियो अरे ए पेटै थिएन चिरेको चिरेर बच्चा झिक्यो खोक्रो र भनेर बोटी बुढो भन्थे भने आमा होइन यो सपनाको त्यो साल नाल चाहिँ आउने होइन या त्यो बच्चा आउने होइन त्यो आमा चाहिँ आउने के आउने हो के आमा चाहिँ आउने जस्तो तपाईँले भने साल नालको एउटा थुप्रो बच्चाको एउटा चिहान होइन अनि आमाको एउटा चिहान तीन चिहान त्यो आउने चाहिँ आमाहरू चाहिँ हो किचकन्या साल नाल त बच्चै होइन त्यो त के आउने कुरो भएन होइन त्यो नि हुन्छ हो कि होइन के भन्ने त्यसलाई त्यो नि हो नि त हो जोडिया त हो नि त फेरि यो सपनामा देखा होइन उसले विपन्नमा आएको उसलाई खगार जस्तै हो क्या त्यो साल नाल भने त्यो हो नि त आमा र बच्चाको जोडिया त हो नि त त्यो पनि त्यो आइमाईले भन्यो रे आज तपाईँलाई कसो खाएन थियो भन्यो रे अनि त्यतै बसेर अनि भोलिपल्ट उज्यालो भएपछि आएको अरे पेटै नभएको त कस्तो खङ्रङ्ग हुन्छ नि त यो त यत्रो खाली खायो भने के यही पनि निस्किन्छ खायो भने यही पनि निस्किन्छ होला कहाँ खान्छ अनि त्यो हावा होइन त्यो त भूत भने के हो भाइ हावा बडा मान्छे बनिएर देखिएको देखा परे खै जात्रातिर नि हुन्थ्यो भने सुनेको थिएँ मैले आमा मैदीकोटको जात्रा हेर्न गएर भूत अनि त्यो परेवा छाँगो छ नि त्यहाँ तल ग्यालमा मुनि त्यो परेवा छाँगो चाहिँ पहिला त्यस्तो थिएन रे त्यहाँ त अहिले एउटा सानो कुलो जस्तो छ नि त्यसो पाइन्छ नि छाँगोबाट त्यो कसले बनाएको भनेर सोधेँ मैले भूतले बनाइदिए भने रे कसरी बनायो भने त्यो कुलोबाट तल त खेत छ क्या त्यहाँ सिमखडा कसको खेत मैले बिर्सेँ हो त्यो खेतमा जो बस्थ्यो जसको खेत हो भूतको स्वाइनलाई पेट लायो अरे बच्चा बन्नु बेला भए अनि भयो बेथा लाएपछि चाहिँ बेथा छटपटाएर भूत चाहिँ यहाँ जात्रा हेर्न आएर चतुर्थी जात्रा हेर्न मैदीकोट अनि मैदीकोट आए बेलामा अनि मेरो उसलाई बोलाइदिनु पऱ्यो भनेर त्यो भूतको बुढीले चाहिँ त्यहाँ काम गरिरहेको होला खेता मान्छे मेरो बुढो माथि गएको त्यसलाई बोलाइदिनु पऱ्यो भनेर भने अरे अनि ऊ माथि आएर अनि कसरी चिन्ने मैले तेरो बुढो भन्दाखेरि चाहिँ पैताला चाहिँ ठक्क घुमे खा भने अरे क्या पैताला घुमे खा भने अरे अनि उसले त्यो भनिदिया भएर भूत तल झऱ्यो अरे अब स्वाइनले बेथा लाएपछि आयो होला त्यो भनिदिया भएर उसले चाहिँ तिनीहरूलाई सहयोग गर्नलाई कुलो खन्दिया अरे ऊ कुलो खन्दिया अरे मात्रै हो र त्यहाँ परिवार छाया त त्यहाँ धान सान काटेपछि ल म भोलि धान लाउँछ भनेर आएपछि यत्र तामाको पन्या खड्क रात जम्मै निकालेर राखिदिन्थ्यो अरे भात पकाउनलाई अनि भात सात पकायो अनि भाँडा ती छोडिदियो अनि लान्थ्यो राख्थ्यो अरे एउटाले त यस्तो पन्यो नि लान्छु घर भनेर ल्याएर त्यहाँ देखाउनै छोड्यो अरे त्यहाँ त एकदम घन्डङ गरेर डुनडुर छ अरे नि त मान्छे हुर्याए देखिँदैन अरे तर त घाटहरूमा नि होला आत्मा त घाटहरूमा त यसै होला तर त्यतातिर त मन्दिर पनि हुन्छ झन् त्यतातिर घाटमा त हुन्छ होला नि अब त्यहाँ के गर्छन् अब घाटमै जलाउने हो घाटमा त मान्छे मऱ्यो अरे राति लिएर गएका अरे अनि मान्छे पोल्दैछ त्यो मसानले दाउरा थुत्दैछ अरे थुत्दै पानीमा लाँदै गर्छ अरे मान्छेले धेरै मान्छे बसेर दाउरा हाले खान् यताबाट पनि थुत्छ अरे यताबाट पनि थुत्छ अरे त्यहाँबाट त्यो लास सास हुर्याएर मान्छे उकालो लगाएपछि
पछाडि बस्ने चाहिँ हावा र खावा अरे ए आउँछ अरे माथिसम्म खानु परेको होला कि जल्न नदिए होला त्यो मासु चाहियो कि हाड चाहियो थुत्यो एउटाको चाहिँ पहिले सुहानी मरेर पछाडि अर्को सुहानी ल्याएको थियो अरे अनि अर्को सुहानी तरुण नै छ त्यो बुढो मऱ्यो अरे मरेपछि मनी स्वाति जान्छु भनेर गए अरे गए अरे राति भए हुँदो विश्राममा बास पर्यो अरे बास बस्यो अरे बास परेपछि त्यो जेठी चाहिँ सुहानी आएर अनि रोटी सोटी पकायो रे मर्या चाहिँ आएर ऊ जिउँदो यसै छ हेरिरहेको थियो अरे त्यसलाई थाहा छ बुझ भन्यो रोटी सोटी पकायो रे त्यो बुढालाई खान्दी रे त्यहाँबाट ऊ त्यो लाइन दिएन त्यो लाइन मैले लिएर आयो भन्यो अरे बुढोले त्यसलाई रोटी भनि रे जेठी बहिनीले अनि त्यो जेठीले नदेख्ने गरेर बुढोले हुरेदियो अरे त्यो रोटी नखाएर पोल्ट हाले रहेछ अरे है अनि भोलिपल्ट बिहान उज्यालो भयो लिएर जानलाई ठिक्का बनाएँ ल त तपाईँ बस अब ल भन्दाखेरि म जान्न म गएर बुढोसँग बस्न भन्नु रहेछु मलाई आएर यसो भनेर यस्तो यस्तो गरी यो नपत्यालाई हेर्नुहोस् भनेर रोटी देखाइदिए सती नगएको थियो भएर सती गएको कुरामा कान्छी सती गएन नि त्यसपछि फर्केर आयो सती थाहा पाउनु तामाल थाहा पाउनुहुन्न होइन हाम्रो जस्तो गाउँबाट अलिक पहिले हो नि त सती त होइन राणाकालतिरसम्म हो क्या अरे खै अब मैले चाल पाएन सती गएको त जान्थे अरे हजुरआमाहरू पनि तपाईँहरूको हजुरआमाहरू पनि जानु भएन होला जानु भएन धेरै अगाडि कुराहरू किनकि त्यतिखेर त अब एउटा राजा मऱ्यो भने कतिवटा रानी हुने रहेछ सबै रानी सबै जाने रहेछ नि फेरि एउटा राजाको जतिवटा रानी भयो त्यति